तपाईहरु सोच्नु हुँदैछ होला 2025 मा 26 मा 27 मा कहिले पनि फ्युचरमा केदारनाथ जानका लागि चाहनु हुँदैछ या सोच्नु हुँदैछ या मलाई पनि जाने इच्छा छ तर कसरी जाने अनि कति खर्च लाग्छ केदारनाथ जाँदा र जानु र आउनु हैन अनि केदारनाथ जानका लागि चाहिँ कुन चाहिँ ट्रेन लिनु अनि कुन चाहिँ फ्लाइट लिँदा जान सकिन्छ कसरी जान सकिन्छ कहाँदेखि जानुपर्छ अनि केदारनाथमा हिँडेर पनि जानुपर्छ अरे अनि हिँडेर कति जानुपर्छ साह्रो पर्छ कि पर्दैन हिँडेर जाँदाखेरि ला म त हिँड्न सक्दिन होला ला म के हुन्छ होला अनि केदारनाथ कतिको डरसरी छ जानका लागि भन्ने विषयमा चाहिँ यो भिडियो आएको छ अन्तिमसम्म हेर्नु होला अनि फलो गरिदिनु होला मेरो पेजलाई अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला अनि तपाईहरुलाई क्वेशनहरु केही अन्य क्वेशनहरु छ भने चाहिँ तपाईहरुले कमेन्ट गरेर मुनि लेखिदिनु होला म तपाईहरुको रिप्लाई अवश्य दिनेवाला छु नमस्कार म तपाईहरुको शिरपाली टिएस अब सुरु गरौं केदारनाथ तपाईहरु फ्युचरमा या कहिले पनि कसरी जानु हुने अब सिक्किम देखि भन्दाखेरि चाहिँ अब मैले अलिकति बनाएको छु हैन नबनाए चाहिँ नहुने रहेछ हैन यो मैले फर्स्ट टाइम स्क्रिप्ट लेखे जस्तो गरे हैन भिडियो बनाउँदा मैले फर्स्ट टाइम मेरो स्क्रिप्ट लेखेको छु भन्नु न अब नभए चाहिँ बिर्सिहाल्दो रहेछ हैन निकै डिस्टेन्स भयो अनि अब सिक्किम देखि तपाईहरुको केदारनाथको डिस्टेन्स पर्दो रहेछ 2120 2120 किलोमिटर पर्दो रहेछ अब त्यसको लागि चाहिँ पार्टमा बनाएको छु मैले हैन यहाँदेखि यहाँ जाने यहाँदेखि यहाँ गरेर केदारनाथ पुग्छ त्यस्तै हिसाबले अब फर्स्टमा चाहिँ तपाईहरु जानुपर्छ हैन म चाहिँ सिक्किम देखि तिमीतार्कु देखि जाँदै छु हैन गएर पनि आइसके म चाहिँ हैन अब सिक्किम देखि चाहिँ अब तपाईहरु आफ्नो आफ्नो हिसाबले बनाउनु पर्यो पैसा पनि त्यस्तै भाडाहरु त्यस्तै हिसाबले लाग्छ हैन अब तपाईहरु चाहिँ फर्स्ट हाम्रो नियरेस्ट स्टेसन एनजेपी जानुपर्छ हैन एनजेपी रेलवे स्टेसन अनि एयरपोर्ट भन्नु भने बागडोग्रा जानुपर्छ एनजेपी जानुपर्ने हुन्छ सिक्किम देखि अब आफै राख्नुहोस् म तिमीतार्कु देखि एनजेपी जानको लागि 300 रुपैयाँ भाडा लाग्छ हो अनि 300 रुपैयाँ लाग्छ अनि खाना मैले भेज खाना 100 रुपैयाँ खान्छु सिलगढी गएर अनि भइहाल्यो 400 रुपैयाँ भयो मेरो चाहिँ अब मैले चाहिँ एनजेपी बाट टिकट गरेको थिएँ ट्रेनको टिकट बेलुका गरेको थिएँ 8 बजेको अनि 27-28 घण्टा लाग्थ्यो अनि त्यो टिकट चाहिँ मैले स्लिपरमा गरेको थिएँ 800 रुपैयाँ मात्रै पर्यो मलाई हैन तपाईले आफ्नो आफ्नो हिसाबले गर्न सक्नुहुन्छ तपाई राजधानी गर्नु भने 3500 देखि 4000 लाग्छ तपाई फ्लाइटको गर्नु भने दिल्लीसम्मको 7000 देखि 8000 त नर्मली लाग्छ हैन अनि तपाईले आफ्नो आफ्नो हिसाबले गर्न सक्नुहुन्छ टिकट तर मैले गरेको थिएँ स्लिपरमा नर्थ ईस्ट एक्सप्रेस भन्नेमा एउटा ट्रेनको गरेको थिएँ त्यसमा चाहिँ 800 रुपैयाँ लाग्यो अनि 800 रुपैयाँ अलिकति बेसी 600 कुनै कति रुपैयाँ थियो खासै टिकट चाहिँ तर मैले चाहिँ एनजेपी बाट नपाएर चाहिँ अलिकति अगाडिदेखि चाहिँ गरे हैन गर्दाखेरि चाहिँ अलिकति बेसी परेको मलाई 800 रुपैयाँ पर्यो लगभग भनौं न मैले एसी मा गरेको थिएँ भने चाहिँ 1600 देखि लिएर 2000 बीचमा पर्थ्यो दिल्ली पुगे त्यस्तै 24 घण्टा एक दिन भनेपछि एक दिन 3-4 घण्टा पुगे अब हिजो राति 8 बजे चढेको 10 बजे बेलुका पुगे म दिल्ली पुगेर मैले अब केही पनि खाइन रातिको 10 बजे पुगेको थिएँ हैन 10 बजे मैले केही नखाएर चाहिँ सिधै मैले चाहिँ बस स्टपमा गए स्टपमा त्यहाँ चाहिँ अब केही पाउँछ कि अब त्यो खानाकुरा भनेर त्यहाँ पाएँ मैले बस गरेको थिएँ नि त दिल्लीदेखि चाहिँ हरिद्वार 7 घण्टाको बाटो हो अनि त्यसको बसको फेयर चाहिँ कति लाग्यो भन्दाखेरि मलाई चाहिँ 800 रुपैयाँ लियो हैन हेरी पाउँछ 500 रुपैयाँ पनि पाउँछ हैन मैले चाहिँ अलिकति दामी गरेर तपाईले 1500 को नै हुन सक्छ बसको हैन तर मैले चाहिँ अलिकति दामी गरेर चाहिँ मेरो चाहिँ 800 रुपैयाँ पर्यो हैन 500 को पनि थियो बस मैले 500 को गरिन हैन 800 रुपैयाँ सुतेर जानुपर्छ भनेर अन्त तर त्यो बस चाहिँ कति बजेको थियो भन्दाखेरि 1 बजेको थियो बिहानको रातिको 1 बजे अनि भोक त लाग्छ भनेर त्यहाँ हेरे बस अब स्टपमा त्यहाँनेरि खाना पाइहाल्यो मैले खाएँ त्यहाँनेरि त्यहाँ पनि खानाको 100 रुपैयाँ लाग्यो हैन अनि बसको भाडा 800 त्यति लाग्यो हिसाब गर्दै गर्नुहोस् कति लाग्छ हैन अन्त म लास्टमा पनि भन्छु कति लाग्छ मेरो कति लाग्यो अनि तपाईहरुको पनि कति त्यस्तै हिसाबले बोकेर जानुहोस् हैन अब हरिद्वारसम्म म पुगे अब बिहान उतार्दिहालेँ 7 घण्टाको बाटो बिहान उतार्दिहालेँ हैन 1 बजे चढेको 7-8 बजे त उतार्दिहाल्यो अब हरिद्वारमा पुगेपछि म चाहिँ हरिद्वारको अब गंगा आरती हुँदो रहेछ बिहान बेलुका हुन्छ बिहानको चाहिँ आरती हेर्न पाइन हैन छिटै हुँदो रहेछ अनि तर भिड यति डरलाग्दो हैन भिड चाहिँ गंगामा यति डरलाग्दो त्यहाँदेखि चाहिँ म चाहिँ यसो हेरेँ हैन खासै चाहिँ त्यहाँ म हरिद्वारमा एक दिन बस्ने विचार थियो अनि म एक दिन बसिन त्यहाँनेरि चाहिँ किन भन्दा बेसै भिड देखेर म चाहिँ आत्ते मान्छे देखेर आत्ते हैन आत्तेर चाहिँ म चाहिँ त्यहाँदेखि हरिद्वारदेखि चाहिँ
सोनप्रयाग जानुपर्छ। सोनप्रयागको जानका लागि चाहिँ बसको भाडा चाहिँ लाग्छ 1000 रुपियाँ। मैले टिकट गरेँ अनि 1000 रुपियाँ टिकट लियो मलाई भन्यो नि अनलाइन टिकट त्यो पनि पाइहाल्छ तपाईँले। दिल्लीसम्म पनि तपाईँले अनलाइनको टिकट हुन्छ अनि दिल्लीबाट हरिद्वारको पनि अनलाइन टिकट पाइहाल्नुहुन्छ अनि हरिद्वारबाट नि सोनप्रयागको लागि अनलाइन टिकट पाइहाल्छ। आउने नि पाइहाल्छ तपाईँहरूले, केही सुर्ता छैन। अनि तपाईँहरूले बिचमा होटलमा बस्न चाहनुहुन्छ भने होटल पनि पाइहाल्नुहुन्छ अनलाइन। डोमेट्री चाहिँ तपाईँहरूले अनलाइन पाउँछ, अलिकति महँगो हुन्छ अनलाइनमा होइन। अनि तपाईँहरूले त्यहीँ गएर खोज्न सक्नुहुन्छ डोमेट्री। अनि 300-400 मा डोमेट्री मजाले पाइहाल्छ एसी रुममै। त्यहाँदेखि म सोनप्रयाग गएँ अनि बिचमा खाना पनि खाएँ होइन। 200 रुपियाँ पर्यो खाना, दामी थियो अनि खाएँ। अनि जाँदै गर्दा मैले एउटा यस्तो दामी देखेँ, म भिडियोमा नि यहाँ हाल्छु होइन। यस्तो दामी देखेँ के हो भन्दा चाहिँ दुईवटा सङ्गम। यो सङ्गम चाहिँ के हो भन्दा नि एउटा अलकनन्दा, अर्को रिभर चाहिँ कुनै रिभर, दुईवटा हुँदो रहेछ होइन। दुईवटा आएर चाहिँ त्यहाँ चाहिँ सङ्गम बनिन्छ, एउटा भेट हुन्छ दुईवटा रिभर होइन। भेट भएर चाहिँ दुईवटा रिभर चाहिँ अब भेट भएर चाहिँ त्यहाँ चाहिँ गङ्गा बन्नेको। त्यहाँ माथि चाहिँ एउटा संस्कृत युनिभर्सिटी छ, ठुलो युनिभर्सिटी छ। त्यो तपाईँहरूले चाहिँ त्यहाँनिर जानु हुँदैछ भने एकछिन गाडी रोक्न लाएर फोटो खिचेर मात्रै उँभो जानुहोस् हो। त्यहाँदेखि तपाईँहरू त्यो सङ्गमबाट हिँडिसकेपछि तपाईँहरूलाई लगभग अब 12 घन्टा चाहिँ लाग्छ है। हरिद्वारदेखि सोनप्रयाग जानको लागि 12 घन्टा लाग्छ। तपाईँ जाम भयो भने 15-20 घन्टा कति पनि लाग्न सक्छ, अनलिमिटेड। अनि त्यस्तै प्रकारले अब म चाहिँ बसमै सुतेँ होइन। 12 घन्टाको टाइम थियो। अब बिहान 8 बजी चढेको, अब बेलुका 8 बजी 9 बजी त पुर्याउनु पर्थ्यो सोनप्रयाग। तर 1 बजी राति पनि पुर्याएन जामले गर्दा। नपुर्याउँदा चाहिँ म चाहिँ उत्रेर हिँडेँ। उत्रेर सीतापुर मात्रै पुगेँ, सोनप्रयाग पनि पुगेन। सीतापुरदेखि चाहिँ सोनप्रयाग चाहिँ त्यस्तै 15 किलोमिटर छ। 15 किलोमिटर चाहिँ कसैलाई लिफ्ट माग्दै हिँडेँ होइन, हिँड्दै गएँ। त्यहाँदेखि चाहिँ म सोनप्रयाग पुगेँ। सोनप्रयाग पुगेपछि चाहिँ त्यहाँदेखि गौरीकुण्ड जानुपर्दछ। सोनप्रयागदेखि गौरीकुण्ड जानको लागि चाहिँ तपाईँको आधी घन्टा लाग्छ। आधी घन्टा चाहिँ त्यहाँ चाहिँ ट्याक्सी हुन्छ। आफ्नै गाडी लिएर जानुभयो भने या स्कुटी लिएर जानुभयो भने खालि सोनप्रयागसम्म, त्यहाँदेखि उँभो चाहिँ तपाईँले गाडी लान दिँदैन। एउटा पुल छ, पुलदेखि उँभो चाहिँ गाडी लान दिँदैन। त्यहाँदेखि उँभो चाहिँ उनीहरूकै गाडीमा हुन्छ, उत्तराखण्ड UK लेखेको हुन्छ गाडी। अनि म्याक्स बोलेरो के हुन्छ, त्यसमा चढेर जानु पर्यो। त्यसमा चाहिँ खालि 50 रुपियाँ लिन्छ, जानु पनि 50 आउनु पनि 50। अनि त्यसमा जानुपर्छ आधी घन्टा। आधी घन्टा गएपछि चाहिँ गौरीकुण्ड तपाईँहरू पुग्नुहुन्छ। तपाईँहरू जति बेला पनि गौरीकुण्ड पुग्न सक्नुहुन्छ। यदि गौरीकुण्डमा तपाईँहरूलाई होटेल भन्नुहुन्छ भने होटेल जहाँ पाए त्यहीँ एभाइलेबल। यदि होटेल प्याक छ, यदि पाउनु भएन भने चाहिँ केसमा चाहिँ तपाईँ डोमेट्रीमा पनि बस्न सक्नुहुन्छ। अब त्यहाँनिर गरम भन्नुहुन्छ नि, गरम हुँदैन। यहाँ सिक्किम जस्तो छ सेम टु सेम, बेलुका जस्तो हुन्छ त्यस्तै आरामले डोमेट्रीमा मजाले सुत्न सक्नुहुन्छ। डोमेट्री भनेर चाहिँ स्टेप हस्टेलमा हुन्छ नि, त्यस्तै खालको हुन्छ। तपाईँहरूले सुत्न सक्नुहुन्छ। 200 देखि लिएर 200 मा अलिकति अब खत्तम हुन्छ भनौँ न, 300-400 मा चाहिँ तपाईँको दामी पाउनुहुन्छ। डोमेट्रीमा सुत्न सक्नुहुन्छ। आफ्नो सामान एउटा बक्सामा हाल्यो, चाबी दिन्छ हो, लकर रुममा हाल्यो अनि मजाले डोमेट्रीमा सुत्यो। सोनप्रयाग अब सोनप्रयाग चाहिँ तपाईँहरू बेलुका पुग्नुभयो, 5-6 बजीतिर पुग्नुभयो भने चाहिँ त्यहीँ बस्नुहोस्। 8 बजी पुग्नुभयो भने त्यहीँ बस्नुहोस्, डोमेट्रीतिर पाइहाल्छ। सोनप्रयागमा जति छ कहाँ बस्ने। अनि त्यहाँदेखि तपाईँहरू राति नै उठेर जानुहोस् 3 बजी गौरीकुण्डको लागि। त्यहाँ गौरीकुण्डमा जानुहोस् अनि गौरीकुण्डमा बस्नुहोस्। अनि म चाहिँ डाइरेक्ट गौरीकुण्डै गएँ होइन। अनि सुताइ चाहिँ मेरो बसमै भयो त्यो रात चाहिँ होइन। अब गौरीकुण्ड पुगेपछि तपाईँहरू एउटा आफ्नो सामान हुन्छ, ब्याग हुन्छ, ठुलो ब्याग हुन्छ होइन, ठुलो ब्याग हुन्छ। त्यो डल्लै लुगा लिएर चाहिँ तपाईँहरू उँभो नजाँदा नि हुन्छ, बोक्न साह्रो पर्छ। त्यसको लागि आफूलाई जुन जुन चाहिने चिज छ, जरुरत चिज त्यही मात्रै लानुहोस्। अनि ड्राई फ्रुट बोक्नुहोस्, पानी बोक्ने जरुरत छैन, बाटाबाट पानी जति पाइहाल्छ हो। अनि खानेकुरा पनि तपाईँले नबोक्नुहोस्। ड्राई फ्रुट अब बदाम काजुहरू के बोकेर जानुहुन्छ भने ओके, अरू चाहिँ केही नलाँदा हुन्छ, बाटातिर जति एभाइलेबल। त्यहाँदेखि तपाईँहरू चाहिँ उकालो जानुपर्ने हुन्छ। 4 बजी मात्रै हिँड्न दिन्छ, बिहानको 4 बजीदेखि। अनि त्यहाँदेखि चाहिँ तपाईँहरूले सामान कहाँ राख्नुपर्छ भन्दा चाहिँ गौरीकुण्डमै राख्नुहोस् सामान होइन। गौरीकुण्डमा काहीँनिर दोकानमा दिनुहोस्। अनि 1 घन्टाको तपाईँहरूलाई चाहिँ 10 रुपियाँ लिन्छ। तपाईँ कति घन्टामा फर्किनुहुन्छ? 12 घन्टा छ भने 120 रुपियाँ लियो। त्यस्तै पाराले कति दिनमा फर्किनुहुन्छ त्यो घन्टाको हिसाबमा घन्टाको 10 रुपियाँले लिन्छ। तपाईँ जहाँ पनि राख्न सक्नुहुन्छ। लकरमा अब लकर पनि हुन्छ, लकर रुम कता कता सामान राख्ने भनेर त्यहाँ लेखिराख्नु हुन्छ, तपाईँहरू गएर त्यहाँ सामान राख्न सक्नुहुन्छ। घन्टाको 10 रुपियाँ लिन्छ तपाईँहरूलाई। त्यहाँदेखि तपाईँहरू अब हिँड्नु भयो। अब हिँडेर जानको लागि चाहिँ सेवा के छ? अब हिँडेर जानको लागि चाहिँ अब तपाईँ घोडामा चढेर जान सक्नुहुन्छ, डोली पिठ्ठु के भन्छ तपाईँले, भारी बोक्नेहरू हुन्छ त्यसमा पनि जान सक्नुहुन्छ। तर पैसा बेसी हुन्छ,
पैसा बेसी लाग्छ त्यसमा चाहिँ 20,000 लाग्छ उँभो मात्रै पुऱ्याएको उँधो आउनु 20,000 लाग्छ घोडामा चढ्नु पनि त्यही हो 20,000 उँभो जानको लागि उँधो आउनुलाई 20,000 तपाईँ हेलिकप्टरमा जानु भयो भने चाहिँ हेलिकप्टरमा चाहिँ 7-8 हजार लाग्छ हैन जानु आउनु 7-8 हजार तर हेलिकप्टर चाहिँ तपाईहरुले नगर्नुहोस् त्यो चाहिँ नगर्नुहोस् किन नगर्नुहोस् भन्दा चाहिँ यही पाली 2025 मा चाहिँ 3टा हेलिकप्टर क्र्याश भयो केदारनाथ जाँदा आउँदाखेरि 3टा क्र्याश भयो जस्तै नहिन्ने जस्तै तपाईँ खुट्टा पनि नसार्ने कहिले हिँडेको छैन भने नि त्यहाँ हिँड्नुहुन्छ किन भन्नु त तपाईँ खुट्टा नहुने मान्छेहरू पनि हिँडिरहेको हुन्छ हैन बुढाबुढीहरू पनि हिँडिरहेको हुन्छ त्यहाँ सबै मान्छे नै हिँडेको देखिन्छ अनि आफै आफ मनबाट आफै जोस आउँछ म पनि हिँड्ने मान्छे हैन त्यति बेसी हिँड्दिनँ काम पनि त्यति बेसी गर्दिनँ हैन अनि तर पनि मलाई म हिँड्न सक्दिनँ होला अब 22 किलोमिटर जानुपर्छ उयसबाट गौरीकुण्डबाट हैन 22 किलोमिटर जाँदाखेरि चाहिँ अब कस्तो चाहिँ हुन्छ हैन हिँड्न सक्दैन होला 22 किलोमिटर भने मैले 4 बजे सुरु गरेको थिएँ तर केदारनाथ माथि पुग्दाखेरि चाहिँ 12 टक्कै बजेको थियो भनेपछि 5 6 7 8 9 10 11 12 मलाई 8 घण्टा लाग्यो म हिँड्न सक्दिनँ तर पनि अब बिस्तारै जोस आयो आफै हिँडिहाल्ने एउटा आफ्नै आप भित्रबाट जोस आउँछ त्यहाँ पुगेपछि हैन आफै हिँडिहाल्छ किन भन्दा सबैजना हिँडेको देखिन्छ तपाईहरु नि सबैजना ढुक्का मान्नुहोस् हिँड्नै हुन्छ त्यहाँ गौरीकुण्ड पुग्नु भने त्यहाँ उकाले चाहिँ 100% हिँड्नु हुन्छ तपाई आदिमा फर्केर कोही आउनु भएछ भने मलाई भन्नुहोस् न कोही पनि आउँदैन हिँड्नै हुन्छ किन भन्दा सबै हिँडेको देखिन्छ बुढाबुढी खुट्टा नभएको सबै हिँड्दै गरिरहेको हुन्छ अनि हिँड्दाखेरि चाहिँ तपाईहरुले केदारनाथ उँभो जानुहुन्छ नि जाँदाखेरि चाहिँ अब यस्तो 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 घुमाउने छ हैन हाम्रो जुलुक छ नि जुलुक जस्तै बाटो छ हैन त्यस्तो बाटो चाहिँ तपाईलाई याद हुन्छ नि हैन हामी त सिक्किमको मान्छे दिमाग लगाइहाल्छ नि त सर्टकट पनि हुन्छ सर्टकट लिनु होला सर्टकट लिनु भयो भने चाहिँ 2-3 किलोमिटर चाहिँ तपाईको कम पर्छ 5 किलोमिटर जस्तो कम पर्छ सर्टकटमा गर्दै गर्दै म चाहिँ केदारनाथ पुगे अब केदारनाथ जाँदाखेरि तपाईहरु यदि हिँड्न सक्नु भएन अरे बस्ने ठाउँ छ कतै भन्नुहुन्छ बस्ने ठाउँ चाहिँ तपाईहरु 1 किलोमिटर माथि पुग्नु भयो भने कहाँ बस्ने त्यही छ के खाने त्यही पाइहाल्छ तपाईहरुलाई यदि तपाईहरुको पैसा चाहिँ बेसी हैन खाने सुत्नको लागि जहाँ अवेलेबल तपाईलाई सारो पर्यो बाटामा आदि बिचमा पुगेर त्यही सुत्ता भइहाल्छ त्यही खाँदा भइहाल्छ के खाने तर पैसा चाहिँ अलिकति बेसी लिन्छ हैन तर माथि केदारनाथमा चाहिँ मैले चाहिँ अब क्याम्प मिलाए तपाईहरु क्याम्प चाहिँ कहाँ मिलाउनु भन्दा चाहिँ नन्दी बेस क्याम्प भन्छ हैन नन्दी बेस क्याम्प त्यहाँ शिरपाल टियास आको थियो उले भनेर म यहाँ आको भन्नु भन्छ चाहिँ तपाईहरुलाई चाहिँ नन्दी बेस क्याम्पमा चाहिँ तपाईहरुलाई चाहिँ त्यहाँ 500 रुपैयाँ लिन्छ नर्मली तपाईहरुलाई 300 रुपैयाँ लिन्छ अनि तपाईहरुलाई एक दिनको भनौं न बिहानको या बेलुकाको एक टाइमको खाना चाहिँ तपाईहरुलाई फ्री गर्छ खानाको 100 रुपैयाँ दिन्छ हैन खाना चाहिँ अब नराम्रो नै हुन्छ भनौं न त्यस्तो राम्रो त हुँदैन त्यति माथि चाहिँ अब लिएर जानु पर्यो 100 रुपैयाँमा भात दिन चामल भइहाल्छ भात हैन त्यही दाल दिन्छ त्यही सब्जी एउटा कुनै आलुको सब्जी दिन्छ त्यही खोर्सानी प्याज दिन्छ अनि निम्बु दिन्छ बस त्यति नै खानु पर्यो तपाईहरुले अरु चाहिँ मिठो चाहिँ पाउँदैन रोटी सोटी खान सक्नुहुन्छ तपाईले आफ्नो हिसाबले खान सक्नुहुन्छ हैन तपाईले त्यहाँदेखि नन्दी बेस क्याम्प चाहिँ केदारनाथ टेम्पल देखि अलिक ओरा छ 1 किलोमिटर ओरा नै छ त्यहाँ जानुपर्ने हुन्छ त्यहाँ गइसकेपछि तपाईहरुले चाहिँ के गर्नुपर्छ भन्दा चाहिँ टेन्ट मिलाउनु जाने बित्तिकै टेन्ट मिलाइहाल्नु मिलाएर चाहिँ तपाईहरु चाहिँ त्यहाँदेखि सट्टै जानुहोस् केदारनाथ टेम्पल अलिक ओरा त्यहाँ एउटा टोकन आफूले टोकन बनाएको हुन्छ रेजिस्ट्रेसन गरेको हुन्छ फर्स्टमा चाहिँ रेजिस्ट्रेसन गर्नुपर्छ त्यो जानुभन्दा अगाडि हामी अगाडि नै रेजिस्ट्रेसन गर्नुपर्छ यो रेजिस्ट्रेसन कसरी गर्ने भन्दा चाहिँ एउटा वेबसाइट छ त्यसको नि मैले भिडियो बनाएको छु रेजिस्ट्रेसन कसरी गर्ने भन्ने विषयमा नि मैले भिडियो बनाइसकेको छ अलरेडी हालिसकेको छ फेसबुकमा पनि हालिसकेको छ युट्युबमा पनि हालिसकेको छ अनि तपाईहरुले हेर्न सक्नुहुन्छ मैले कमेन्ट बक्समा चाहिँ त्यसको लिंक हाल्छु रेजिस्ट्रेसन फुल रेजिस्ट्रेसन कसरी गरिन्छ केदारनाथको लागि त्यो लिंकमा गएर हेर्नुहोस् त्यहाँ डिटेल्स पाउनुहुन्छ त्यो रेजिस्ट्रेसन गरेको कागज हुन्छ एउटा त्यो चाहिँ बाटामा पनि देखाउनुपर्छ जहाँ चेकिङ हुन्छ सबैतिर देखाउनुपर्छ त्यो रेजिस्ट्रेसन यदि छैन भने तपाईहरुले बाटामा फर्काउँछ त्यो रेजिस्ट्रेसन गर्न एकदम जरुरत छ अनि त्यो रेजिस्ट्रेसन गर्नलाई चाहिँ के चाहिन्छ एउटा भोटर आइडी भयो भने भइहाल्छ या आधार कार्ड भयो भने भइहाल्छ त्यहाँदेखि तपाईहरु पैसा 1 रुपैयाँ लाग्दैन त्यो रेजिस्ट्रेसन गर्नको लागि चाहिँ त्यहाँदेखि तपाईहरु त्यो रेजिस्ट्रेसन गरेर चाहिँ त्यहाँ देखाउनु पर्ने हुन्छ टोकन दिन्छ एउटा सानो टोकन हो टोकन चाहिँ त्यहाँदेखि लाइनमा लाग्नु पर्यो तपाईहरु लाइनमा चाहिँ अब तपाईले यस्तो लगाएर लाग्नु पर्यो अब तपाईहरु चाहिँ लाइनमै अब नर्मली लाइन लाग्नु भन्छ तपाईहरु 3 बजे राति लाउनु भयो भने तपाई दिउँसोको 2 बजे पनि तपाई दर्शन पाउनुहुन्न त्यति बेसी मान्छे हुन्छ लाइन कन्टिन्यू गइरहेको हुन्छ र नि त त्यति बेसी मान्छे हुन्छ
त्यसको लागि तपाईहरुले यो दिमाग चाहिँ के लाउनु भन्दा चाहिँ केदारनाथ जानु टेम्पल हैन फोटोसोटो खिच्नु मजाले त्यहाँदेखि लाइन हेर्नु तपाईहरुले त्यो लाइन हेरेर जुत्ता कहाँ राख्छ हेर्नु जुत्ता राख्ने ठाउँमा 10 रुपैयाँ लिन्छ जुत्ता राख्नु त्यहाँदेखि अलिकति जुत्ता राख्नेको जस्ट मुनिपट्टि एउटा दोकान छ हैन त्यहाँ चाहिँ अब प्रसादहरु पाउँछ हैन लाइनमा त्यो प्रसादहरु किने यस्तो गर्नु हैन किने यस्तो गरेर चाहिँ त्यहाँदेखि अब लाइनमा जाँदा अलिकति ग्याप हुन्छ नि त्यो ग्यापमा चाहिँ पसिहाल्नु लाइन भित्र कसैले केही भन्दैन अनि पसिहाल्नु पसेर चाहिँ चुपा लाएर बसिहाल्नु हो त्यही हल्ला गरे पनि अगाडिपट्टि जानु त्यहाँबाट पनि आधा घण्टा जस्तो लाग्छ होला लाइनमा बसेर दर्शन गरेर तपाईहरु आउन सक्नुहुन्छ अब त्यस्तै पाराले म त गए अन्त आउँदाखेरि पनि त्यस्तै पाराले अब केदारनाथदेखि गौरीकुण्ड आए गौरीकुण्डदेखि म राति नै बेलुकै भनौँ न बेलुकै म सिधै अब स्वयंप्रयाग आए स्वयंप्रयागदेखि हरिद्वार आए हरिद्वार आएर राति म 1 बजीतिर आइपुगेको होला त्यहाँ बसेँ होटलमा बसेँ होटलमा नै हैन डोमेट्रीमा बसेँ मलाई 500 रुपैयाँ लियो डोमेट्रीमा हैन त्यहाँदेखि म भोलिपल्ट चाहिँ बसमा चाहिँ बिहानै बसमा दिल्ली आए हैन दिल्ली आएर त्यहाँनेरि दिल्लीमा बेलुका ट्रेन थियो अनि दिनभरि दिल्ली घुमे त्यहाँदेखि दिल्लीबाट ट्रेनमा अनि यता एनजेपी आए एनजेपीबाट सिक्किम आए त्यसको लागि चाहिँ अब टोटल खर्च कति लाग्यो भन्दा चाहिँ मलाई जान चाहिँ मलाई सस्तो पर्यो हैन सस्तो पर्यो भन्दा चाहिँ कति पर्यो भन्दा जान मात्रै मैले खाना साना सबै खाएर टोटल चाहिँ मलाई 4000 लाग्यो सिक्किमदेखि चाहिँ केदारनाथ पुग्नको लागि माथिसम्म त्यहाँदेखि पुगेर त्यहाँ बसेर त्यहाँनेरि दर्शन गरेर प्रसाद किनेर सबै गरेर डल्लै खाना खाएर सबै आएर फेरि म घर आउँदाखेरि माथिदेखि चाहिँ लाग्यो मलाई 5500 लाग्यो आउनु मात्रै केदारनाथदेखि खाना साना खाएर सबै आएर सामानहरु के किन्नु पर्यो आउँदा चाहिँ मलाई 5500 लाग्यो टोटल चाहिँ मलाई चाहिँ अब 4 र 5 9000 झन्डै 10000 लाग्यो भन न 10000 मा चाहिँ मैले टोटल घुमे अनि मैले दिल्लीमा अलिकति घुम्दाखेरि अलिकति बेसी खर्च गरे 2-3000 रुपैयाँ बेसी गयो भनेपछि मलाई मेरो खर्च भयो 12000 रुपैयाँ खर्च भयो 12000 मा चाहिँ मैले अनि सिक्किमदेखि केदारनाथ गएर पनि म आए तपाईहरुको त्यस्तै पाराले हिसाब गर्नुहोस् हैन 12000 लाग्यो तपाईहरुको बेसी खर्च गर्नुहुन्छ भने 20000 तपाईहरुले चाहिँ 20000 मा चाहिँ गएर आउन सक्नुहुन्छ तर मैले चाहिँ अब यस्तो खालको शेड्युल मिलाएको थिए म बेलुका हिन्छु एनजेपी सिलगढी बस्ने कुरा छैन रातिको ट्रेन गरे त्यहाँदेखि दिल्ली राति झरे राति नै बसमा सुतेर गए हरिद्वार हैन त्यहाँदेखि बिहान म टक्कै उता स्वयंप्रयाग गए स्वयंप्रयागसम्म बेलुका राति बिहानको राति पुर्याइदिए हैन अनि म सुतिन त्यो रात हैन नसुते त्यतिकै हिँड्दै गए माथि केदारनाथमा सुते हैन सुते अब तपाईहरु त्यो सक्नुहुन्छ कि सक्नुहुन्न अब तपाई बस्दै जानुहुन्छ भने तपाई अलिकति बेसी 20000 रुपैयाँ लाग्न सक्छ जानु आउनु हैन एक जनाको हिसाबले तपाईहरुले चाहिँ गर्न सक्नुहुन्छ अनि यो भिडियो के कस्तो लाग्यो तपाईहरुले कमेन्ट गरेर भन्नुस् अनि केही क्वेशन इन्क्वायरी छ भने चाहिँ यो भिडियोमा जरुर कमेन्ट गर्नु होला अनि यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नुहोस् अनि कमेन्ट गर्दै गर्नुहोस् अनि फलो मेरो पेजलाई प्लिज फलो गरिदिनु होला अनि तपाईहरुको सपोर्टको खाँचो छ म यस्तै नयाँ भिडियोहरु लिएर आउने वाला छु अनि अब चाहिँ केदारनाथको भिडियो अनि फुल भिडियो पनि आउने वाला छ यो चाहिँ भयो कति खर्च लाग्छ के भयो हैन अनि कहाँदेखि कहाँ गएको म सिलगढीसँग गएको सिलगढीबाट ट्रेनमा गएको दिल्लीसम्म दिल्लीबाट उता गएको सबै भिडियो आउने वाला छ एकवटा भिडियो त्यसको लागि पेज फलो गर्नुहोस् अनि हेर्दै गर्नुहोस् शिरपाल टिएस अनि तपाईहरुको शिरपाल टिएसलाई एकदम सपोर्ट गर्नुहोस् म यो भिडियोमा यति नै राख्दछु धन्यवाद जय हिन्द।